हेलो हजुरहरू सम्पूर्णलाई नमस्ते र आज चाहिँ म तपाईँहरूलाई चाहिँ एकदमै इम्पोर्टेन्ट है जसको चाहिँ यो खालको चाहिँ तपाईँको कपालमा चाहिँ यस्तो ड्यान्ड्रफ चाया परेको छ भने चाहिँ यसको चाहिँ जडी औषधि एकै खेपमा चाहिँ तपाईँहरूले जस्तो युज गर्नुहुन्छ तपाईँलाई रिजल्ट थाहा भइहाल्छ। त्यसको लागि चाहिँ मैले एकदमै चायाको आज चाहिँ म निवारणको लागि यो भिडियो बनाएको छु। रामबाण एकदमै रामबाण छ जो चाहिँ मैले स्वयं युज गरेको कुरा है। म तपाईँहरूलाई अलिकति मेरो आफ्नो बारेमा कुरा गर्छु। 2012 मा मेरो आमा बित्नु भयो है। आमा बितेको टाइममा चाहिँ मेरो कपालमा चाहिँ ब्लेड लाउनु सक्दैन थियो। हाम्रो त कपाल खुर्किनुपर्छ हैन। अब तपाईलाई यादै भएको हो। मेरो चाहिँ 4टा जस्तो ब्लेड लाउँदा पनि मेरो कपाल चाहिँ खुर्किन नसकेर चाहिँ मान्छे छक्क परेको यस्तो खालको चाया थियो यो कपालमा। त्यतिखेर चाहिँ मलाई एकजना त्यही अब मरौकै काम एकजना बुढो मान्छे आउनु भएको थियो। उहाँले भन्नुभयो जुन चाहिँ एकदमै जडी दबाई रहेछ जस्तो मैले युज गरेँ। अझै मैले त तपाईहरुलाई आज यहाँ नयाँ पनि थप्दैछु है। यो एकदमै युजफुल हुँदो रहेछ। मैले त खाली यसमा र मैले स्याम्पू मात्रै लगाएको थिएँ। तपाईहरुलाई म बनाएर देखाउँछु आज। यो एकदमै राम्रो रिजल्ट। तपाईहरुको ठुलो लामो केस, छोटो केस, केटी, केटा सम्पूर्णले युज गर्न सक्नुहुन्छ। हेर्नुहोस् है त। यस्तो दुईटा गोली है। एस्पिरिन भए पनि हुन्छ, प्यारासिटामोल भए पनि हुन्छ। यो मैले एस्पिरिन यो निकालेँ है। यो दुईटा निकाल्नुहोस् पहिला तपाईहरुले। अब यसलाई चाहिँ मज्जाले हामीले कुट्नु पर्ने हुन्छ है। यसलाई मिन पार्नुहोस् पाउडर फर्म। ल हेर्नुहोस् त यो पाउडर भइसक्यो है त। अब यसमा चाहिँ यो आदि काट्नुहोस्। निम्बु यो चाहिँ कागती भनिन्छ, निम्बु भनिन्छ है। यो लेमन यो आदि काटेर आलु काट्नुपर्छ। आदि काटेर यहाँ मिसाउनुहोस् यसको रस। मलाई धेरैजनाले कमेन्ट गर्नुभएको थियो चायाको लागि के गर्नुपर्छ भनेर। त्यही कारण पनि मैले बनाएँ। यो रसलाई चाहिँ मज्जाले निचोडिदिनुहोस्। यो चाहिँ तपाईहरुले पुरै तपाईहरुको चाया छ भने चाहिँ डेली गरेर तपाईले 1 हप्ता लाउनुहोस्। तपाईहरुको एकदमै केसबाट चाहिँ तपाईहरुको जस्तै चाया पनि निस्केर जान्छ है त। यसरी मज्जाले निचोडिदिनुहोस्। मज्जाको रस भएको रहेछ यो। म चाहिँ यहाँ स्याम्पू हाल्दैछु। तपाईहरुले पनि स्याम्पू हाल्न सक्नुहुन्छ। स्याम्पू अलिकति हाल्दिनुहोस्, बेसी हैन। त्यो गाज आओस् भनेर नि तपाईहरुको कपालमा लाउँदाखेरि गाज आओस् भनेर त्यहाँ चाहिँ मज्जाले यसलाई फिट्नुहोस् है त। यसरी मज्जाले फिट्नुहोस्। यहाँ 1 चम्ची दही हाल्नुभयो भने पनि हुन्छ, तर दही नहाल्दा पनि हुन्छ। दही हाल्नु पनि राम्रै छ। अब चाहिँ यसलाई चाहिँ तपाईले मज्जाले एप्लाई गर्नुहोस्। मेरो चाहिँ यति बेसी चाया थियो अहिले चाहिँ एउटा पनि छैन। मान्छेहरु छक्क परेको क्या। मेरो जुन चाहिँ मान्छेहरु मरौमा आउनुभयो नि उहाँहरु चाहिँ यति साह्रो छक्क परेको यो चाहिँ कसरी यस्तो भएको भनेर चाहिँ। यसरी चाहिँ पाप्रा यसो ड्याममै देखेको थियो। चिन्डो केसमा ड्याममै चाया थियो है त। अहिले एउटा पनि छैन। म यही यसरी त्यहाँ एप्लाई गरिदिनुहोस्। यसरी एप्लाई चाहिँ कसरी गर्नुहोस् भने तपाईले मज्जाले यसो गर्दै तपाईहरुको उयसमा लामो केस छ भने मज्जाले गरिदिनुहोस्। यसरी मज्जाले म तपाईलाई देखाउँदैछु। अनि यसरी गरेर त्यहाँदेखि यसलाई चाहिँ र यसरी मज्जाले लगाएर है मैले लगाइसकेको छु। यसरी गरेर चाहिँ 15-20 मिनेट चाहिँ तपाईहरु 10-15 मिनेट 20 मिनेट बस्नु भयो भने तपाईलाई केही हुँदैन। राख्नुहोस् मज्जाले। त्यहाँ मज्जाले धोइदिनुहोस्। यति साह्रो राम्रो रिजल्ट छ कि यसको। यानी तपाई केही गर्नै पर्दैन। तपाईले कुनै त्यो चायालाई कुनै फेरि कतिले भन्ला स्याम्पूले धुयो जाइहाल्छ भन्छ। स्याम्पूले चाहिँ तपाईले धुनुहोस् 1 दिन 2 दिन जान्छ। त्यहाँ फेरि धुनु भएन भने तपाईको कन्टिन्यू नुहाउनु पर्छ। कोही बेला तपाई कहीँ टाढो जानु पर्यो 2-4 दिन तपाई नुहाउनु पाउनु भएन भने पुरै निस्किन्छ है। यो चाहिँ तपाईको पर्मानेन्ट इलाज है यो। हस् त। यो भिडियो चाहिँ धेरैसम्म पुर्याइदिनुहोस् तपाईहरुलाई म रिक्वेस्ट गर्छु। र साथै लाइक कमेन्ट गर्नु नबिर्सिनुहोस् होला। तपाईहरु कहाँबाट हेर्नु हुँदैछ मेरो भिडियो यो लेख्नु नबिर्सिनुहोस् होला। अनि मेरो च्यानलमा तपाई नयाँ हुनुहुन्छ मेरो पेजमा भने मलाई फलो गर्न नबिर्सिनुहोला। हस् त। बाइ बाइ।